त्यस्तै गरी अर्को अन्तर्राष्ट्रिय कानुन र न्यायालयका फैसलाहरू जस्तो मानवाधिकार र जस्ता विश्वव्यापी रूपमा कानुन हुने विश्व स्तरका कानुनहरू आफैमा कानुनका स्रोतहरू अन्तर्राष्ट्रिय न्यायालय न्यायालयका फैसलाहरू अन्तर्राष्ट्रिय न्यायालयले मानवाधिकार सम्बन्धमा गरेको जति पनि कुनै न्यायिक फैसलाहरू छ त्यो पनि के हो त अघि जसरी नेपालको सन्दर्भमा नजिरहरू भने जस्तै त्यो अन्तर्राष्ट्रिय कानुनले अथवा न्यायालयले गरेका फैसलाहरू पनि के त कानुनका स्रोतका स्वरूपमा चाहिँ रहन्छ भनेर हामी भन्न सक्छौँ। अब अन्य स्रोतमा त त्यही हो व्यावसायिक तथा प्राज्ञिक कथनहरू न्याय कानुनविदका राय अदालतको निर्णय धार्मिक दर्शन मान्यता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संस्था यो कहाँबाट आयो त्यो त्यति धेरै उस छैन है यो त्यति यो धार्मिक दर्शन मान्यताहरू पनि के हो त कानुनको चाहिँ प्रमुख स्रोतका रूपमा चाहिँ लिन सकिन्छ भनेर कानुनको स्रोत सम्बन्धमा हामीले यी कुराहरू व्याख्या गर्यौं है त। अब हामी अर्को अब अलिकति टेक्निकल पार्ट हो कानुन निर्माण नेपालमा कानुन निर्माण प्रक्रिया जान्छौँ है। तपाईँहरूलाई यो मैले अघि पनि सुरुमा भने यो अलिकति टेक्निकल पार्ट छ यहाँ विभिन्न बुकहरूमा विभिन्न सामग्रीहरूमा पाठ्यवस्तुहरूमा तपाईँहरूले यो फरक फरक पाउनुहुन्छ कानुन निर्माणको चरणहरू। तपाईँहरू नझुकिनु होला मैले भनिसकेँ कि त्यही चरणलाई कतिले टुक्राएर राखेको हुन्छ कतिले अलिकति लामो राखेको हुन्छ त्यही भएर तपाईँले फरक फरक पाउनुहुन्छ कुरो त्यही हो। तपाईँलाई जुन सजिलो लाग्छ त्यसलाई फलो गर्नुहोस् मैले भने तपाईँहरू त्यसमा नझुकिनु होला। म आफू पढ्ने बेलामा पनि एकदमै झुकिन्थेँ कि यो कानुन निर्माण प्रक्रिया के भने कता बुकतिर एकातिर छ टिचरहरूले भनेको कुरा के हो कुनलाई फलो गर्ने नगर्ने भने म आफू पनि कन्फ्युज हुन्थेँ तपाईँहरू पनि कन्फ्युज हुन सक्नुहुन्छ। अब कन्फ्युज नहुनु किनभने मैले भने त्यस चरणलाई चाहिँ कतिले टुक्राएर त्यसलाई लामो बनाएको हुन्छ कतिले छोट्याएर तिनीलाई एकै ठाउँमा गाबेर पनि राखेको हुनाले त्यो चरणहरू फरक फरक पाउनुहुन्छ। तपाईँहरूलाई जुन इजी लाग्छ तपाईँहरू आफू पढ्दाखेरि जुन सजिलो लाग्छ त्यसलाई नै फलो गर्नु भनेर मैले यो विषयमा भने है। र यो कानुन निर्माण प्रक्रिया कुरा गर्दै गर्दाखेरि यसबाट आउन सक्ने क्वेसन भनेको नेपालमा कानुन निर्माण प्रक्रियाको सम्बन्धमा संक्षेपमा व्याख्या गर्नुहोस् भनेर आउन सक्छ अथवा विधायिकाले विधायिकाले चाहिँ के त विधेयकलाई चाहिँ के त ऐनमा रूपान्तरण गर्ने प्रक्रिया भनेर पनि आउन सक्छ यसरी क्वेसनहरू आउन सक्छ। त्यसमा अब हामी यसको बारेमा पढ्छौँ है त। अब कानुन निर्माण प्रक्रिया कुरा गर्दै गर्दाखेरि सुरुमा कानुन निर्माणै भनेको के हो त भन्ने कुरा अलिकति थोरै बुझौँ। मैले अघि सुन त सुरुमा ब्याकग्राउन्डमा पनि ती कुराहरू भने तैपनि अलिकति थोरै कुराहरू हेरौँ है त। कानुन तर्जुमाको बृहत रूप नै कानुन निर्माण हो। कानुन तर्जुमा भने बित्तिकै त्यहाँ मस्यौदाको तर्जुमा कुरा आउँछ त्यसको बृहत रूप नै के हो त कानुन निर्माण हो जुन चाहिँ के हो त राज्यका आकांक्षा कहाँबाट हुन्छ त राज्यका नीति निर्देशक सिद्धान्तहरू जुन चाहिँ संविधानमा उल्लेख भएका नीति निर्देशक सिद्धान्तहरू हुन्छ सरकारका नीतिहरू हुन्छ जुन चाहिँ क्षेत्रीय नीतिहरू हुन्छ श्रम सम्बन्धी हुन्छ शिक्षा स्वास्थ्य पर्यटन लगायतको जति पनि हुन्छ त्यो सरकारका नीतिहरू हुन्छ त्यो नीतिहरूलाई उक्त नीतिहरूलाई के हो त उक्त नीतिहरूलाई कार्यान्वयन गर्नका निमित्त पनि के हो त त्यो कानुनको चाहिँ निर्माण गर्ने हुन्छ। राज्यका आकांक्षा भने बित्तिकै त्यो राज्यका आकांक्षा कहाँबाट हुन्छ त त्यो संविधानमा उल्लेख भएका राज्यका नीति निर्देशक सिद्धान्तहरू र सरकारका नीतिहरू छ त्यसलाई व्यवहारमा रूपान्तर गर्नका निमित्त नै के हो त कानुनको निर्माण गरिन्छ। यो चाहिँ राज्य र जनता बीचको वैधानिक सम्बन्ध स्थापना गर्ने प्रमुख आधार कानुन हो। कानुन निर्माण भन्नाले सङ्कुचित अर्थमा कानुनको तर्जुमा मात्रै बुझिन्छ यद्यपि बृहत अर्थमा चाहिँ कानुनको तर्जुमादेखि त्यसको कार्यान्वयनसम्मको प्रक्रिया समेत हामी यसलाई बुझ्न सक्छौँ। तपाईँहरूले बुझ्नुभयो कानुन निर्माण भन्ने बित्तिकै कानुन तर्जुमाको बृहत रूप हो अथवा राज्यको आकांक्षालाई के त राज्यको आकांक्षा भन्नुको मतलब राज्यको नीति निर्देशक सिद्धान्त र सरकार नीतिहरूलाई व्यवहार रूपान्तरण गर्नले लागि कानुन निर्माण गरिन्छ। र अब हामी सामान्य अर्थमा बुझ्दाखेरि चाहिँ यहाँ कानुन निर्माण भनेर भन्दै गर्दाखेरि चाहिँ विधायिकाले बनाउने अर्थात् व्यवस्थापिका संसदले बनाउने व्यवस्थापिकाले बनाउने ऐन कानुनलाई निर्माणलाई मात्रै बुझ्ने गर्छौँ। तर समग्र कानुन निर्माणले चाहिँ त्यो ऐन कानुन अथवा विधायिकाले बनाउने व्यवस्थापिकाले बनाउने कानुन मात्र नभएर त्यसले प्रत्यायोजन गरेर अथवा कार्यपालिकाले पनि गरेर निर्माण गरे हुन्छ न ऐन नियम विनियमनहरू है त्यसको प्रक्रिया समेत बुझिन्छ। यो हामीले पढ्ने जुन टपिक छ कानुन निर्माण प्रक्रिया यो कानुन निर्माण प्रक्रियाले चाहिँ के त यहाँ मैले भन्न खोजेको कुरा के हो त भन्दाखेरि यहाँले के बुझिदिनु पर्यो त भन्दाखेरि कानुन निर्माण भन्नाले हामी सामान्य अर्थमा सङ्कुचित अर्थमा चाहिँ त्यही विधायिका अथवा व्यवस्थापिकाले बनाउने ऐनलाई मात्र बुझ्छौँ। तर यहाँ कानुन निर्माण भन्ने बित्तिकै त्यसलाई मात्र नभएर जुन कार्यपालिका बनाउने अध्यादेशको कुराहरू छ त्यस्तै गरी कार्यपालिकाले बनाउने नियम विनियमावलीहरू समेतलाई कानुन निर्माण प्रक्रियाको रूपमा चाहिँ हामी बुझ्नु पर्छ है बृहत अर्थमा चाहिँ। सङ्कुचित अर्थमा त्यही विधायकले बनाउने ऐनको कुरा मात्रै भयो तर व्यापक अर्थमा चाहिँ के हो त
त्यो ऐन मात्र नभएर त्योबाट प्रत्यादेश विधायिकाबाट प्रत्यादेश जुन कार्यपालिकाले बनाएको हुन्छ नियम विनियमहरू त्यस्तै गरी अध्यादेशको कुराहरू छ अध्यादेशको कुराहरू त्यो सबै चाहिँ के त कानुन निर्माणभित्र पर्छ भनेर यहाँले बुझ्नु पर्छ है। अब हामी हुन त कानुन निर्माण गर्ने प्रमुख आधिकारिक निकाय भनेको हामी शक्ति पृथकीकरण सिद्धान्त बमोजिम पनि त्यसको आधिकारिक निकाय भनेको व्यवस्थापिकालाई मान्छौँ। यद्यपि कानुन निर्माण गर्ने कार्यमा चाहिँ कार्यपालिकाको समेत महत्त्वपूर्ण भूमिका चाहिँ हुने गर्छ। यो कानुन निर्माण प्रक्रियाभित्र विशेषतः व्यवस्थापिकाले निर्माण गर्ने ऐन तथा कार्यपालिका निर्माण गर्ने नियमावली अध्यादेशहरूको चाहिँ निर्माण प्रक्रिया हुन्छ भनेर मैले अघि पनि भने। यो चाहिँ के हो त उस मात्रै नभएर व्यवस्थापिकाले भन्ने ऐन मात्र नभएर कार्यपालिका निर्माण गर्ने नियमावली र अध्यादेशको निर्माण समेत कानुन निर्माणको प्रक्रियामा हामीले बुझ्नुपर्छ। ऐन पनि भयो व्यवस्थापिकाले बनाउने प्लस कार्यपालिकाले बनाउने नियमावली अध्यादेश यो अध्यादेश निर्माण प्रक्रिया समेत हामी यसमा बुझ्नुपर्छ कानुन निर्माणमा। अब कानुन निर्माणको आवश्यकता अथवा किन कानुनको आवश्यकता भन्ने कुरा हामी अघि कानुनको आवश्यकता महत्त्वमा पनि तिनै कुराहरू भन्यौँ। अब त्यो बाहेक स्पेसिफिक कुराहरू अलिकति मैले यहाँ थोरै भने ल त्यो अरू कुराहरू अघि कानुन निर्माणको आवश्यकता महत्त्व भनेर तपाईँलाई आए भने तपाईँहरूले त्यो माथि अघि कानुनका महत्त्व पनि लेख्न सक्नुहुन्छ वर्ण बुझ्न सक्नुहुन्छ। यद्यपि कानुन निर्माणको अलिकति दुई तिनवटा चाहिँ एकदमै महत्त्वपूर्ण कुराहरू म तपाईँहरूलाई यहाँ भने अरू कुराहरू तपाईँहरूले माथि अघि हामी कानुनको महत्त्व आवश्यकताहरू सुरुमा भन्यौँ त्यो कुराहरू यहाँ मजाले बुझ्न सक्नुहुन्छ त्यो कुरा नै लेख्न सक्नुहुन्छ। यद्यपि केही कुराहरू छ जसलाई चाहिँ के हो त हामीले यहाँ हेर्नुपर्ने है कानुन किन निर्माण गर्नु पर्यो भनेको मतलब मुलुक र सरकारको नीतिलाई व्यवहार रूपान्तरण गर्न मैले अघि पनि भने हाम्रो जुन संविधानमा राज्यको नीति निर्देशक सिद्धान्तहरू छ त्यो नीतिलाई व्यवहार रूपान्तरण गर्नको लागि नीतिलाई कार्यान्वयन गर्नका निमित्त यो कानुन निर्माण गर्नु पर्यो। त्यही के त राज्यका नीति निर्देशक सिद्धान्तलाई कार्यान्वयन गर्नलाई एउटा नीति कार्यान्वयन गर्नु अर्को सन्धि कार्यान्वयन गर्नु सन्धि सम्झौताहरू छन् जति पनि हामी अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू गरेका छन् त्यो सन्धि सम्झौतालाई कार्यान्वयन गर्नका निम्ति एउटा नीति कार्यान्वयन गर्नु अर्को सन्धि सम्झौता कार्यान्वयन गर्नु त्यस्तै गरी अदालतको फैसला र आदेशहरूको निर्माण गर्न भन्नु मतलब निर्माण भन्दा पनि यो कार्यान्वयन चाहिँ उपयुक्त हुन्छ जस्तो लाग्यो है। यहाँ पनि कार्यान्वयन लेख्नु ल निर्माण भन्दा पनि ल त्यो सन्धि सम्बन्ध कार्यान्वयन गर्न फैसला तर आदेश कार्यान्वयन गर्न र संविधानलाई फङ्सनल बनाउनु संविधान त आफैमा फङ्सनल हुँदैन नि त त्यो संविधानमा उल्लेख भएका कुराहरूलाई चाहिँ के त व्यवहारमा रूपान्तरण गर्नको लागि चाहिँ ऐन कानुनहरू निर्माण गरिन्छ। जसरी तपाईँहरूलाई मैले अस्ति मौलिक हकको भन्दै गर्दाखेरि मौलिक हकमा पनि के त 3 वर्षभित्र चाहिँ ऐन कानुन बनाएर चाहिँ त्यसलाई लागू गर्ने भन्ने कुराहरू भनेको थियो। अब संविधानमा आफै फङ्सनल हुन्छ त हुँदैन नि त्यसलाई फङ्सनल बनाउन चाहिँ के गर्नुपर्छ त कानुनहरूको निर्माण गर्नुपर्छ भन्ने कुराहरू र विभिन्न समयमा चाहिँ अब विभिन्न विषयमा गठित आयोगहरू हुन्छ ती आयोगहरूले चाहिँ प्रतिवेदन सुझाव सहितको आफ्नो प्रतिवेदन पेश गर्छ र त्यो सुझाव प्रतिवेदनहरूलाई कार्यान्वयन गर्नका निमित्त पनि कानुन निर्माण गरिन्छ।